अलि रमाइलोको लागि यता हाम्रो आमा बाठी छ बोल्नलाई पनि पहिलाको जस्तो छैन ए अहिले त आमा भनेको आमै भए नि बाठी हुन्छ छोरी बाठी भएको छैन आमा अहिले त बाठो छ दिदी कुखुराको पनि यस्तो सेकुवा बनाउँदा चाहिँ के कसरी गर्ने हो ठुल्ठुलो यस्तै गरेर ठुल्ठुलो के सानो पखेटा ल्याउने पखेटा मात्र हो सेकुवा खाने जिउ हुँदैन हुन्छ हुनु त पखेटा ठिक हुन्छ ए अस्ति त हामीले जिउै अचार चाहिँ टुक्रुको लाउनु हो थोरै लगाइदिनु तपाईँ धेरै पिरो खानुहुन्न नि त तारा गयो यो अघि मैले छोडेर राखेँ हुन्छ म आउँछु घर खानुहोस् न दिदी चिउरा कुमार चिउरा बान्से दिदी हाम्रो बान्से दिदी बहिनी हाम्रो के चिउरा खानुहुन्छ लगाइदिन्छु नि गगा बुझ्दै हुन्छ हो ल ल खानुहोस् है गगा सबैलाई आउने तारा आउनु किन यी सबैलाई छ हड्डी आफ्नो आफ्नो भाग हर्दी जिन्दाबाद दिदी त्यो चाहिँ एकछिन काकुस दिनु पाकोस् न एकछिन। ल बरु नछोपेकोले यहाँ खानु यहाँ छ सलाद पनि खानुहोस् होइन पुग्यो नि अहिले रन्जनको त नपस्काउनु तपाईँ यति हामी चारजना ए दिदी ए ल नभए को बगल बढ्छ कि क्या यति मात्रै देखेर बगल बढ्छ कि यो क्या म बाँडौँ यो म बाँडौँ यो त आफै लगाइदिनु तपाईँको हात ढोका छ गगा टिप्नु त टिप्नु तपाईँ ए मन पर्छ त्यति दिउँ न भयो अलि टिप्नु अलि टिप्नु 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 जे मनपर्छ त्यही टिप्नु त ननको त दाँतले हुँदैन नुनु भनेको बोजू हो दाँतैले खाँदैन यो है दिदीको ए मलाई चाहिँ तर यसको भाडामा दिदी के भन्नुहुन्छ होइन बोजूलाई कि नुनु पिपी नुनु पनि भन्नुहुन्छ हामी त टिपौँला ए उरुला पो बस्नु आउनु आउनु ल ल अब खाऊ न हुन्छ माई बाख्राको हात है यो चाहिँ दामी छ दामी छ दामी लाइक आउँछ दिदीलाई कमेन्ट लाइक सेकुवा बाख्राको है यो नघिनाउनु है फेरि कमेन्ट आउँछ दिदीलाई कमेन्ट ल है चिउरा नि कति धेरै हो यो चिउरा त नदेखिरहेको मैले कति रहेछ दिदी यति नै के धेरै हुन झन्डै एक पाथी रहेछ होइन होइन आधी माना पनि छैन रहेछ एक पाथी रहेछ है आधी माना पनि छैन रहेछ ल है मैले त खाएँ खानुहोस् खानुहोस् हाम्रो ल है ल चेस है चेस खै मासु चेस गर्नु है ल ल खायो है मैले त खानुहोस् खानुहोस् मिठो छ ल तारा खानुहोस् मिठो खानुहोस् है गाइस ल ल मिठो रमाइलो मान्नु है गाई जो भन्नु ले गाई त चिसो लगाइहाल्नु नि गाई जो हँ हैन दिदी हो ल अन्सा टिप्नु दिदी टिप्नु है ल आउनु है आउनु त ल ल खानुहोस् न अब भयो चाहिँ आउनु दिदी माइ त किन डरेको मासु थोरै जस्तो देखेर होइन ठिकै हो। झुला आएर गर्दैछु गर्दैछु उता त मेरो आँखा त पर्दैछ हड्डी राखेको नि हामीलाई कस्तो मिठो भयो त मासु छ है मासु त मासु छ पिर नगर्नुहोस् के कस्तो छ मिठो भयो मिठो हो ए छोरीहरूले पकाएको है हामी तिमीलाई कस्तो लाग्यो आइलाई ल एकदम मिठो मानेर खानुहोस् आज भिटामिन भिटामिन ल पनि मिठो मान के खाँदैछ है के तपाईँको तारा रहेछ मित्र बुवा बुवा लुगा जिङ्गा जिङ्गा भिटामिन ई भिटामिन ई पनि पाउँदो रहेछ भिटामिन सी कि
अब यो चाहिँ सिई भनेर हेर्नेहरूलाई भन्नुहुन्छ होला मेरो पनि यहाँ मासु छ हात मात्र मैले देखाउन के आन्छ हो रञ्जना अनिसा सुनेको हो मैले हो भाइरल छ भन्छ त हो कति महिनामा कति दिनमा एउटा बल्ल पोस्ट गरिन्छ के भाइरल हाम्रो सुनमा दिदीको नि भाइरल भइरहेछ ताराको पनि मेरो त झन् 1 नम्बर भइहाल्यो ट्रेन्डिङ भाइरल गोलो अन्डा पुलिसको डन्डा हो हामी अस्ति हेरेको 1000 भयो त अहिले कति पुग्यो मरेछ कुन चाहिँ आँखाले फुटेको आँखाले हेऱ्यो कि एउटैमा 1000 आएको छ फुटेको आँखाले हेऱ्यो कि यो आएको छ त्यत्रो लाइक आएको छ ताराको 2-3 वटा मात्रै भिडियो हालेको हो तर एउटा मात्रै धेरै लाइक आएको छ त्यसमा तारा पनि भाइरल भयो तारा नै भाइरल ल आइफुर्बाको भाइरल भयो हो बाको झन् खतरा उतिया त्यो बागमती खोलाको त खतरा हेरेको अरे जिरो कि नाच्दै हिँड्नु भयो क्या होइन पुलुक पुलुक हिँडेको बिचारा हो के छ आइपुग्यो ठुलो शेर्पानी छ आइपुग्यो झन् खतरा पो खतरै छैन मेरो आइफुर्बाले मेरो हेर्नु भएको छ छैन नि याङ याङ के हो याङ पैसा नि याङ भनेको पैसाको याङ ल्याऊ भनेको हामी छैन फ्रेन्ड छैन खै हाम्रो फ्रेन्डै गरेछ अनुसारै काम हुन्छ र फलो पठाउनु न हौ रञ्जना शेर्पा अनिसा भनेर के अरे यसो गर्नुहोस् न याङ दिदी हामीलाई नि के अरे उ गर्नुहोस् फलो गर्नु फलो गर्नुहोस् अब त्यो त फलो गर्ने कता नाम के छ तपाईँलाई ओ के छ त एक दिन रिलको खानु आउँछ रिल्दो कसले कुर्छ रञ्जना थाकेको थाहा छैन रिल्दो कुटेर एकचोटि रिल्दो कुटेर अब त कहिले नखाने भयो जस्तो भएको थियो हो कि न कुट्ने ठाउँ त छैन हो भने तल आफ्नो घरमा जति डङ्की डङ गरे नि कसैले गराउँदैन छैन है लाइक भर्खर 833 कसको कुनमा चाहिँ त्यत्रो चाहिँ हेऱ्यो याङको उसले चाहिँ त्यतिको रञ्जना त बाखा बाखा हिँडेको छ 755 1000 पुगेछ भन्छ ताराको 709 यता हाम्रो आमा बाठी छ बोल्नलाई पनि